यो हो कटारी चोक। देखिएको सुन्दर सहर कटारी बजार। कटारी हुँदै सोलुखुम्बुसम्मको दृश्य देखाउने छौं, हेर्दै गर्नुहोला। तल देखिएको दुधकोशी नदी हो। तल देखिएको यो सुनकोशी नदी हो। वारी उदयपुर पारी खोटाङ जिल्लाको गाउँहरू पर्छ। यो घुर्मी हो। सुनकोशी पुल। यहाँ खोटाङ हलेसी जाने बाटो तल्लो हो। देब्रेपट्टिको बाटो ओखलढुङ्गा सोलुखुम्बु पुगिन्छ। हामी देब्रे बाटो लाग्ने छौं। यो ओखलढुङ्गा हुँदै सोलुखुम्बु जाने मार्ग हो। माने भन्ज्याङ केतुकेको सुन्दर दृश्य हेर्दै अघि बढ्नु पर्छ। रमाइलो सिनहरू हेर्दै आनन्दमन हुने। ओखलढुङ्गा मेरो प्यारो ओखलढुङ्गा। मनै लोभ्याउने दृश्यहरू हेर्दै मनै फुरुङ्ग हुने। चिसो हावा खाँदै हिँड्न पाइन्छ। यो ठाउँलाई राकोप भनिन्छ, बुलबुले पनि भनिन्छ। साँझ पर्दै गएपछि प्राकृतिक कलर हेरिरहँ जस्तो चिसो चिसो मौसम। घाम डुब्दै गएपछि धेरै चिसो हुन्छ। होसिङ्गा कुपाङ खोला। यो ठाउँलाई कमला खड्क भनिन्छ। आहा सुन्दर गुम्बा।
यो माथि डाँडामा स्थानीयहरू आएर वनभोज खाने गर्छन्। एप्चुका गाउँ गुम्बा गाउँ पिक। घाम लागेको बेला वरिपरि हिमाल देख्न पाइन्छ। सुन्दर भ्यू हिमाल नै हिमाल हेर्न धेरै आउने गर्छन्। यहाँबाट सगरमाथाको अवलोकन गर्न सकिन्छ। पूर्वको कञ्चनजङ्घादेखि पश्चिमको धवलागिरीसम्मको हिमालहरू देख्न पाइन्छ। यहाँबाट पिके पिक सोलुखुम्बु लिखु पिके गाउँपालिकाको सबैभन्दा अग्लो चुचुरो हो। मन फुरुङ्ग हुने हेरिरहँ जस्तो अग्ला अग्ला डाँडा काँडा ससाना सुन्दर गाउँघर हेर्दै हेर्दै पिके पिकसम्म आउन सकिन्छ र यहाँबाट हिमाल हेर्न एक्लै आनन्द हुन्छ। थ्याङ्क्स फर वाचिङ। कुखुराको मासु, गाईको घिउ, यो भिडियो हेर्नेलाई आई लभ यु।